यता रासपाकी नेत्रीले चाहिँ अब होइन दाजुको निधन भएकोमा चाहिँ स्तम्भ छु भनेछिन् होइन। अनि घाइतेलाई छानबिन होस् भनेछिन् होइन। अब ठिकै छ त, अब मिलाएर बुझ्यौँ क्या हामीले नि, स्तब्ध भनेको स्तम्भ भयो होइन, ठिकै छ। अब घाइतेलाई होइन, जो दोषी हो उसलाई कारवाही होस् भन्न खोज्या हो, मिलाएर बुझ्यौँ क्या हामीले। त्यही भएर रन्जु दर्शनाले नि नुहाइ नुहाइ छौँ होइन, बजेट छुट्याइयोस् भनेर छ कि। हुन त एक दुईचोटि त भइसक्यो यो ट्रेनिङ पनि है। अब यस्तै हो, नयाँ नयाँ सांसदहरू छन् है, अब यस्तै हो। अब मिलाएर बुझ्नुपर्छ है, गल्ती हुन्छ अब के गर्नु होइन। अब उनीहरूमा अभ्यास छैन होइन, अभ्यास भएकोमा त कहिलेकाहीँ कुरो अब टङ स्लिप जिब्रो चिप्लिन्छ होइन। अब त्यही होला भएर होला प्रधानमन्त्रीको पनि जिब्रो चिप्लिएको। तर के गर्नु, अब जिब्रो चिप्ले पनि कमसेकम होइन, यो जिब्रो चिप्लेको हो सरी भनेर भन्दैनन् होइन। सबैलाई यही कुरा मन पर्यो, फेरि ड्याब 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 ताली लाए होइन। अब मन परेको रहेछ नि त होइन प्रधानमन्त्रीले भनेको कुरो त। ठिकै छ, अब दुई ध्याइको सरकार छ, अब के गर्ने। अब उनीहरू जे भन्यो त्यही हुने रहेछ। तर एउटा कुरो चाहिँ हेकार होस्, सधैँभरि पद पावर भैँस पैसा स्थायी हुँदैन है।